हेलो एन्ड वेलकम ब्याक टु गाइज माई अनदर न्यू भिडियो। आज भने म तपाईलाई बताउन गइरहेको छु कि रोमानियामा अब नेपालीहरूको लागि एकदमै सङ्कटको घडी पनि आइरहेको छ। किन भन्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला अनि त्यो भिडियोमा सम्पूर्ण मैले जानकारी दिने नै छु। सो त्यहाँभन्दा अगाडि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गरिदिनु होला। आउनुहोस् ढिलो नगरिकन भिडियोलाई सुरुवात गरौँ। जस्तो कि तपाईहरुलाई थाहा नै छ, रसिया र युक्रेनको पछिल्लो 3-4 वर्ष अगाडिदेखि चाहिँ युद्ध चलिरहेको छ। सो त्यो युद्धको केही झट्काहरू रोमानियालाई पनि लागेको छ, किनभने रोमानिया पनि एउटा नेटोको सदस्य हुनाले चाहिँ यसलाई पनि केही न केही झट्का लागिरहेको छ। सो त्यही झट्काको कारणले चाहिँ रोमानियामा पनि विभिन्न फ्याक्ट्रीहरू जसमा चाहिँ नेपाली कामदारहरू कार्यरत छन्, काम गरिराख्नु भएको छ, 4-5 वर्ष अगाडिदेखि नै गरिराख्नु भएको छ। तर अब ती कम्पनीहरू बन्द भइसकेका छन्, केही कम्पनीहरू बन्द भइसकेका छन्, केही अब हुने क्रममा छन्। सो अब ती नेपालीहरूको कसरी अब उद्धार गरिन्छ त, कसरी गर्न सकिन्छ, किनभने त्यस्ता थुप्रै नेपालीहरू भएको कम्पनीहरू चाहिँ बन्द भइरहेको छ। बन्द भइसकेपछि अब काम पाउन चाहिँ अलिक गाह्रो नै छ। अब जस्तो तपाईलाई म यहाँ मोबाइल स्क्रिनमा लगेर देखाउँछु कि हामी पनि एउटा सप्लाई कम्पनीबाट नै हो, हामी सप्लाई कम्पनीबाटै काम गरिरहेका छौँ। अनि हाम्रो पनि जुन ओनर छ सप्लाई कम्पनीको, त्यो ओनरले चाहिँ हामीलाई मेसेज पठाएको थियो। मैले पनि यो न्युज खासै हेरेको थिइनँ, उताबाट चाहिँ मेसेज आइसके पछाडि चाहिँ नि मैले त्यो मेसेज हेर्दाखेरि के अपडेट आयो भनिसके पछाडि अब चाहिँ रोमानियामा विभिन्न फ्याक्ट्रीहरू कलकारखानाहरू बन्द हुँदै गइरहेका छन्। सो त्यही भएर चाहिँ तपाईहरु काम गरिराख्नु भएको ठाउँमा चाहिँ एकदमै राम्रोसँग काम गर्नु होला, त्यो काम नछोड्नु होला। त्यो काम छोडिसक्यो भने हामी तपाईलाई अर्को काम खोज्न असमक्ष छौँ भनेर भनिसकेको छ। किनभने विभिन्न कलकारखानाहरू फ्याक्ट्रीहरू बन्द भइसके पछाडि चाहिँ अब तपाईको काम पाउन एकदमै कठिनाइ छ। हामी यहाँ भएको मान्छेहरूलाई चेन्ज गर्न पनि एकदमै गाह्रो भइरहेको छ। सो त्यसैले अब नेपालबाट आउँदै हुनुहुन्छ भने पनि एकदमै बुझेर कुन सर्टिफाइड कम्पनी हो कुन होइन, त्यो सप्लाई कम्पनी कस्तो खालको हो बुझेर मात्रै आउनु होला। किनभने यहीँ भइरहेको मान्छेलाई चाहिँ काम चेन्ज गर्दा पनि यतिको गाह्रो भइरहेको छ, कुनै ठाउँ पनि छैन भनिसके पछाडि तपाईहरु नयाँ आउँदै हुनुहुन्छ भने त तपाईलाई डेफिनेटली गाह्रो नै हुन्छ। त्यही भएर बुझेर आउनु होला। म तपाईलाई मोबाइलको स्क्रिनतर्फ लगेर गइरहेको छु, तपाई हेर्न सक्नुहुन्छ यहाँ के कुरो भएको छ त, के मेसेजमा के पठाउनु भएको छ। सो म तपाईलाई यहाँ देखाउन गइरहेको छु मेरो मोबाइलको स्क्रिनमा। यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यो ग्रुप हो है, यो चाहिँ हाम्रो टोटल यो जति हुन्छ यो ग्रुपमा चाहिँ हामी एउटै कम्पनीमा काम गर्ने सम्पूर्ण साथीहरूको चाहिँ एउटा यो ग्रुप हो। अब यसमा चाहिँ तपाईको मेसेज पठाउनु भएको छ, इम्पोर्टेन्ट इन्फर्मेसन फर एभ्रीवान भनेर चाहिँ मेसेज आएको छ। अब यो मेसेज तपाईहरु हेर्न सक्नुहुन्छ, यसमा चाहिँ भएको चाहिँ सम्पूर्ण डिटेलहरु चाहिँ सम्पूर्ण कुरा चाहिँ यसैमा पठाएको छ, ल हेर्न सक्नुहुन्छ। अनि त्यसैगरी तल न्युज पनि दिएको छ। अब यस्तो खालको न्युजहरु हेर्ने गर्नुस्। यस्तो अवस्था भइसक्यो। यो तल देखाएको चाहिँ जुन यो कारको देखाएको छ, यो फ्याक्ट्री बन्द भइसक्यो। यस्तै फ्याक्ट्री लगायत विभिन्न तपाईको दर्जनौं फ्याक्ट्रीहरु बन्द भइसकेका छन्, जहाँ चाहिँ तपाईको 100-200 को तुलनामा चाहिँ नेपालीहरुले काम गरिराख्नु भएको थियो पास्टमा चाहिँ, अहिले चाहिँ बन्द भइसकेर उहाँहरु चाहिँ बेरोजगार भएर बसिसक्नु भएको छ। अब एक्कासी अब सप्लाई कम्पनीले पनि सबैलाई चाहिँ काम दिन सक्दैन। काम दिन नसकेको कारणले चाहिँ उनीहरुलाई पनि मिलाउनु पर्ने हुन्छ। त्यस्तै दर्जनौं फ्याक्ट्रीहरु बन्द भइसके पछाडि त धेरै इम्प्लोयीहरु चाहिँ बेरोजगार भएर बसिरहेका छन्। सो यहाँ हेर्न सक्नुहुन्छ तपाईले यो मेसेज हाम्रो चाहिँ यो बोसले पठाएको, जस्तै हामीलाई पठाएको छ त्यस्तै गरी विभिन्न कम्पनीका साथीहरुलाई पनि पठाइसकेको छ। किनभने यहाँको इकोनोमीको अहिले अवस्था एकदमै डामाडोल भइसकेको छ, एकदमै झरिसकेको छ तल यो रसिया र युक्रेनको युद्धले गर्दा। सो तपाईहरु नेपालबाट आउँदै हुनुहुन्छ भने एकदमै केयरफुल पूर्वक आउनु होला, अन्यथा तपाईहरुले एकदमै दुःख गाह्रो एकदमै विभिन्न अब सोच्नै नसकेका घटनाहरु पनि हुन सक्छन्। कुन बेला के हुन्छ थाहा पनि छैन। सो त्यही भएर मैले आज यो मेन भिडियो बनाउनुको रिजन नै यही नै हो कि विचार गरेर आउनु होला, अथवा जो रोमानियामै हुनुहुन्छ, रोमानियामै काम गरिराख्नु भएको छ कम्पनीमा, उहाँहरुले चाहिँ एकदम लोयल पूर्वक चाहिँ तपाईहरुले काम गर्नु होला। केही पनि हुँदैन भन्दै त्यो कम्पनी छोड्दै कम्पनी चेन्ज गर्छु भन्दै हावाको भरमा चाहिँ कहिले पनि कम्पनी नछोड्नु होला। पहिलेको अवस्था पहिलेको सिचुएसन चाहिँ डिफ्रेन्ट थियो भने अहिलेको अवस्था चाहिँ एकदमै नाजुक भइसकेको छ। त्यही भएर कम्पनी छोड्नुभन्दा अगाडि होस पुगाएर छोड्नु होला। सकिन्छ भने कम्पनी नछोड्नु होला, एकदमै लोयल भएर तपाईको टिम लिडरसँग एकदमै हाँसेर एकदमै हार्डवर्क गरेर बस्नु होला, अन्यथा तपाईहरुले पनि दुःख पाउनु होला।
हवस् त साथीहरू, आजको लागि यति नै। भोलि म अर्को भिडियोको साथमा उपस्थित हुने नै छु। सुझाव सल्लाह केही प्रतिक्रिया दिन मन लागेको छ भने मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुन्छ, अथवा कुनै पर्सनल मेसेजहरू गर्नु छ कुनै अप्लाईको लागि अथवा केही पनि छ बुझ्नुपर्ने भने मेरो डिस्क्रिप्सनमा चाहिँ WhatsApp नम्बर रहेको छ। WhatsApp नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हवस् त, जय नेपाल, जय रोमानी।